वेट घटेन। हेलो नमस्ते सबैलाई, वेलकम टु माई मिनी ब्लग अफ 75 डेज वेट लस च्यालेन्ज। 75 भन्दा यहाँ मेरो 75मा वेट नघट्ला जस्तो लागिसक्यो। म जतिको त्यति नै छु गाइज। मैले एक हप्तामा चेक गराएको थिएँ अनि आज मेरो डे 11 भयो। यत्रो 2-3 दिन हुँदा पनि मेरो एक थोपा पनि वेट घटेको छैन। भेरी स्याड। एनिवेज बिहान मैले जिरा पानी खाएँ। जिरा पानी खाली पेटमा खाइसकेपछि 1 लिटर पानी एज युजुअल पानी मैले खाएँ। अनि त्यसपछि मेरो खाना चाहिँ 11:30 बजीतिर मैले थोरै राइस लिएँ अनि साग एकदमै कम ओइल हालेर साग खाएँ। अनि त्यसपछि फर्सी बनाएको थिएँ अनि त्यो बोइल्ड चिकनलाई फर्सीमा यत्तिकै मिक्स गरेर खाइदिएँ। अनि दिउँसो चाहिँ 3:30 बजीतिर मैले एउटा फुल काँक्रो सानै थियो फुल काँक्रो लिएँ। अनि त्यसपछि 2टा अन्डा एकदम कम ओइलमा बनाएको थिएँ। 2टामा अलिकति चाहिँ हस्बेन्डले खानुभयो, बाँकी मैले खाएँ। अनि खासै भोक लागेको थिएन अनि धेरै पनि भयो जस्तो लाग्यो। अनि फेरि मेरो वेट नघटाइ देखेर म यस्तै डिसपोइन्ट भइरहेको थिएँ। सो डिनर चाहिँ एउटा सुन्तला मात्र खाएँ। ओके बाई, सी यु टुमरो।